नमस्कार छ सम्पूर्णमा म दानु गुरुङ यहाँको माझमा सदाको दिनहरुमा चाहिँ उपस्थित भइसकेका छु। गुरुङ मगर कपाल च्यानल मार्फत चाहिँ यहाँलाई मादल सिकाउनको लागि चाहिँ उपस्थित भएको छु। सँगै तिहार पनि अत्यन्तै नजिक आइसक्यो हैन। तिहारको शुभकामना, दीपावलीको हार्दिक शुभकामना छ। नेपालमा बस्नुहुने, परदेशमा बस्नुहुने, देश विदेशमा बस्नुहुने यहाँ सम्पूर्ण दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई तिहारको यो दीपावलीको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। अनि आज चाहिँ मैले विशेष गरेर चाहिँ देउसी भैलोमा चाहिँ कसरी बजाउनु त नि भन्ने विषयमा चाहिँ हामी मादल सिकाउन गइरहेका छौँ। अघिल्लो भागमा मैले अलि अर्कै टाइपले बजाएको थिएँ। योमा अलि अर्कै फरक तरिकाले चाहिँ यहाँहरूलाई देउसी भैलो भट्याउँदा कसरी बजाउने भन्ने विषयमा चाहिँ मैले यहाँहरूलाई जानकारी दिन खोजिरहेको छु। अघिल्लो भिडियोमा धेरै साथीहरूले चाहिँ अर्को तरिकाले पनि सिकाउनु पर्यो भन्नुभएको थियो। हजुरलाई अघिल्लो भिडियोको सही लाग्छ भने अझै अघिल्लोको नै सिकेर बजाउनु होला। अनि यो भिडियोमा बजाउँदै गरेको भाग यहाँलाई सजिलो लाग्छ भने यही सिकेर बजाउनु होला भन्दै यहाँलाई जुन प्रकारको चाहिँ सजिलो लाग्छ, सहज हुन्छ हैन, आफूलाई जुन चाहिँ सहज हुन्छ त्यही चाहिँ सिक्नु होला भन्दै। अनि अर्को कुरा, हामीसँग देउसी भैलोको लागि अनि त्यस्तै गरेर मादल सिक्नको लागि हैन हरेक किसिमको मादलहरू पनि उपलब्ध छ। यहाँहरूलाई कुनै पनि प्रकारको मादलहरू पनि चाहिएको छ भने यहाँहरूको घरसम्म चाहिँ फ्री होम डेलिभरी मार्फत चाहिँ यहाँहरूलाई हामी मादलहरू चाहिँ वितरण गरिरहेका छौँ। यहाँहरूले दिएको नम्बरमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। 9744300505 मा चाहिँ सम्पर्क गरेर यहाँहरूले व्हाट्सएप, इमो हैन डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ भन्दै आजको भागमा चाहिँ यहाँहरूलाई मादल सिकाउने सुरु गर्छौँ। ढिला नगरी यो भाग यहाँहरूको लागि पस्किने अनुमति चाहन्छु। धन्यवाद। ए भन भाइ हो देउसी रे, ए राम्ररी भन देउसी रे, ए शर्मिलाई कन देउसी रे, ए राम्ररी भन देउसी रे। यस्तो तरिकाले चाहिँ आज मादल सिक्दैछौँ है त। यो तरिकाले चाहिँ कसरी बजाउने भन्ने विषयमा चाहिँ थोरै छलफल गर्छु यहाँहरु माझमा। एमा चाहिँ गिन्ताङ खत्ताङ गिन गिन्ताङ खत्ताङ गिन गिन्ताङ यो अत्यन्तै सरल पनि छ, सजिलो पनि छ। यहाँहरुले ध्यान दिएर हेर्नुभयो भने सहजै रूपमा चाहिँ सिक्न सक्नुहुन्छ। यो चाहिँ सुरुमा गिन्ताङ खत्ताङ गिन गिन्ताङ यति मात्रै है। यसको चाहिँ यसलाई जोड्दै जोड्दै लाने हैन। जस्तै सुरुमा घिन भयो, घिन बजाउनुको लागि ट्रेबललाई यो सानबडी भागमा यस्तो टाइपको आवाज निकाल्नु होला। यसलाई घिनै बजाउनु होला हैन त। घिन ताङ खत्ताङ घिन घिन्ताङ अनि है यस्तो ताली बजाउनु है त। फेरि एकचोटि घिन ताङ खत्ताङ घिन अनि गिन्ताङ खत्ताङ गिन गिन्ताङ खत्ताङ गिन गिन्ताङ यसरी बजाउनु जाने है। यो एउटा मात्रै पार्ट बजाउँछ यहाँ पहिला गिन्ताङ खत्ताङ यतिसम्म हो, एक पार्ट हैन, एक भाग चाहिँ यति गिन्ताङ खत्ताङ गिन गिन्ताङ यति भयो हैन। फेरि यसलाई जोड्नु पर्यो खत्ताङ गिन गिन्ताङ खत्ताङ गिन गिन्ताङ। यहाँलाई यहाँबाट घिन्ताङ खत्ताङ गिनबाट अप्ठ्यारो लाग्यो, घिन्ताङ खत्ताङ गिन गिन्ताङ यहाँबाट अप्ठ्यारो लाग्यो भने खत्ताङ गिन गिन्ताङ खत्ताङ गिन गिन्ताङ यसरी पनि सिक्न सकियो हैन। यहाँ चाहिँ खत्ताङ गिन गिन्ताङ हैन, यसरी सिक्न अलि सजिलो होला हैन। अलि अगाडि सिकाएको चाहिँ मैले कसरी थियो घिन्ताङ खत्ताङ घिन यति थियो हैन। घिन्ताङ खत्ताङ घिन घिन्ताङ खत्ताङ घिन यो टाइपले सिकेको थिएँ हैन। यसरी बजाउन सक्यो। यसलाई नै घिन्ताङ यति मात्रै छोडेर सेकेन्ड भागबाट बजाउने भने चाहिँ खत्ताङ गिन गिन्ताङ खत्ताङ
खताङ्गिन गिन्ताङ यो खतबाट उठेको चाहिँ हैन जस्तो खताङ्गिन गिन्ताङ यति हो खताङ्गिन गिन्ताङ यो भयो यसरी नै सिक्न सकियो हैन यसको टाइमिङ चाहिँ खताङ्गिन गिन्ताङ खताङ्गिन गिन्ताङ ए भन भाइ हो देउसी रे राम्ररी भन देउसी रे सुर्मीलाई खान देउसी रे राम्ररी भन देउसी यसरी बजाउन सकियो हैन गिन्ताङ खताङ्गिन गिन्ताङ एउटै हो तर यहाँबाट कति बेला चाहिँ गिन्ताङ खताङ्गिन यसरी लाउँदा चाहिँ अलिक कहाँ अलमले जस्तो भयो भने चाहिँ खताङ्गिन गिन्ताङ खताङ पुरो यहाँ खतबाट उठायो भने चाहिँ खताङ्गिन गिन्ताङ यति एउटा बिट भइहाल्यो होइन खताङ्गिन गिन्ताङ फेरि हाल्ने फेरि खताङ्गिन गिन्ताङ यसरी बजाउन सकियो होइन अर्को होइन हामी पूर्णै तरिकाले बजाउने घिन्ताङबाट नै बजाउने भन्नुहुन्छ भने घिन्ताङ खताङ्गिन गिन्ताङ यो हुनु पर्यो घिन्ताङ खताङ्गिन गिन्ताङ यो एउटा हो फेरि अर्को घिन्ताङ खताङ्गिन गिन्ताङ खताङ्गिन गिन्ताङ यसरी जोड्दै लाने आजको भाग चाहिँ कस्तो लाग्यो यहाँहरूलाई होइन जस्ताको त्यस्तै कमेन्ट गर्नु होला तिहार आउँदैछ त्यस कारणले पनि यहाँहरूलाई अब देउसी भैलो सुरु भइसक्यो होइन यहाँहरूलाई चाहिँ देउसी भैलो भट्याउँदा चाहिँ कसरी बजाउने भन्ने विषयमा चाहिँ मैले सिकाएँ अर्को भागमा चाहिँ यहाँहरूलाई देउसी भैलोको गीतहरू कुनै पनि गीतहरूमा मादल सिक्ने चाहना छ भने चाहिँ गीतको बोल लेखेर पठाउनु होला नभए मैले कुनै पनि सुनेको अलि चलेको भागाहरू चाहिँ मा चाहिँ अर्को भागमा चाहिँ सिकाउने कोसिस गर्नेछौँ भन्दै आजको भागबाट छुट्टिने अनुमति चाहन्छु हजुरको दिन शुभ रहोस् अनि सबैलाई ह्याप्पी दिवाली तिहारको सबै दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद नमस्कार